चल रहा है। हेलो गाइस, वेलकम टू माय न्यू व्लॉग। आज हम पबजी खेल्न गए हैं मेरा पापा। माँ तो दूसरी लेता है क्या? कुछ कोई नहीं करी, मैं जीवा जाता है तो आपा बैठा है ना, ये खुदाई आपा है कहाँ क्या आपकी बहुत ठंडी में नहीं तो लगाई चार जगह में दे रहा हूँ मैंने ब्लॉग किधर आओगे अपना दरावेंगे अपने सब 6 साल में केता है ना क्या और साजाले खेल्नु परिहाल्यो हुन्छ हिँड्यौँ। हेलो गाइस, अब हामी माथि गएर खेल्छौँ। यता डिस्टर्बहरू छ फेरि यसमा नेट त स्लो चल्छ नि त। यसमा यो हजुर यो वाला हजुर कुन चाहिँ मोबाइल हो? रेडमी त्यसको हाल आउँछ है म फोटो हाल्दै पुष्पा हेर्दा चाहिँ यो त्यो पुष्पवाला होइन यो चाहिँ रेडमी हो। मलाई लाग्यो यो चाहिँ रेडमी हो। पर्दा लगाइदिउँ पापा? पर्दा लगाएर अनि मजाले ओढेर बस्नु न। उही के भयो घन्टीमा आपके बहुत ठन्डीमा सबजना घन्टीमा हालेर आगे पोर त गेम स्टार्ट भयो छिटो। ल कस्तो येल्लो येल्लो देखिरहेको छ यसको भित्र यसमा पाइपमा उता 1 नम्बर गुकुल शर्मा हजुर हो। हो हजुरले झराउनु हो हो नयाँ आइडी कसमा हाल्ने हजुरको? यसमा होइन ए ऊ यता झर्देऊ न। हो FAIM फार्मर। यो कर्चे भ्यान रेटिङमा किन लेखायो? यता के न के छ भने पछि भोटकेमा घन्टीमा आपकी बात घन्टीमा बालेन सरकार है। म त भोटके घन्टीमा म घन्टी जित्छु। आपकी बात घन्टीमा मान्छे झर्छ है, 2 जना मान्छे झर्छ है। ल 4 जना लगाएको त 2 जना मात्र आएको त पापा? हामीले त 4 जना लगाएको त 2 जना मात्र आएको त। म सही भयो है। ल यो के हो? तपाईँ यहाँ आउँदैछ नि? यता आउनु न छिटो। म यता यो घरको यतातिर आउनु त छिटो। म यता बस्छु। यता सिधा आउनु न। म यहाँ कुदिरहेको छु। त्यहाँ मान्छे आएर है यहाँबाट हिँडेर आइरह। बन्दुक लुट्छु त्यस्तो पहिला। मिनी युजी त कमसे कम पायो नि त। छिटो आउनु छिटो। मान्छेले त गोतिरह। ऊ यता छु के म? अनि यता आउनु त छिटो। म एउटा कुरा गर्न आँटिरहेको क्या। म बसेको ठाउँमा आउनु त यहाँ। आउनु न। अब
कस्तो के चाहिँ गर्दा थियो कि यसरी माथि चढ्न पाउँछ थियो कि हजुरले अब कसरी चढ्छन् नि कस्तो मैले त त्यो युट्युबमा हेर्ने बेलामा चढेको थियो त्यो मान्छे मसित त मिनी युजी मात्र है अब जानु पर्यो मलाई पनि अब की भोट बालेनमा अब की भोट खन्टीमा 92 जना भइसक्यो यहाँ कतिजनाले किल पनि हानेछ अब की भोट खन्टीमा प्रोप्रा आएर नि त बाबा बन्दुक त भेट्नुहोस् न यार कमसे कम बन्दुकै भेट्दैन मान्छेलाई भेट्यो 30 गोली त छ यसको स्कुटरमा चढ्ने हो कतातिर यता ओइ हेलो ल हजुर चलाउने यार स्कुटी भए चलाउनै आउँदैन ऊ गाडी गइरह गाडी सिधा त्यहाँ गइरह माथि डाँडातिर गइरह बन्दुक बोकेर बस्छु बन्दुकै बोक्न मिल्दैन भर्खर त्यहाँ माथि डाँडातिर गएको छिटो कुदेर गयो उनीहरू क्याम्प गर्न गएको के त छैन त्यत्तिकै आयो नि हामी सित स्कोप हुनु पर्यो नि त्यसको लागि हिँडौँ न त हिँडौँ त माथि डाँडातिर गएको फेरि मान्छेहरू चाहिँ हेर्ने मान्छेहरू हुन्छ फेरि म लुट्दै दिएँ लुट्छु मसित के बन्दुक त छैन राम्रो जो ठुलोवाला बन्दुक चाहिँ छ 30वटा मात्र गोली छ क्या ल यो फुल हो उई के दियो यहाँ यो के हो के यो बाहिर यो के बता ओए बाबा यो हाम्रो साथी रहेछ नि त मैले थिचे यो हाम्रो साथी बन्यो अब यो हाम्रो साथी बन्यो ऊ यसले त हेल्प पनि बढाउँदो रहेछ हेर्नु त आफू हेल्प बढ्यो अनि यसमा बस्न मिल्छ है हामीले मैले त्यो हामीसित अब हाम्रै पछाडि आउँछ कम के रे बस्नै मिल्दैन उठ आइज पछाडि चाहिँ कन्ट्रोल हाम्रो कसलाई हाने मेरो किन यो मोबाइल भन्छ एमो त कादिनु यार यसले 11वटा मात्र गोली छ कि मसित ऊ यो वाला बन्दुक
71 भयो कमन यहाँ हामीले पछाडि आउँछ क्या अब त कमन इजी हो इजी अनि यो मर्छ फेरि हेल्थ यसको आफै बढ्छ होइन यो किन भित्रान आएर ए हेल्थ भन्यो भने आउँदै रहेछ नि यो हेल्थमा बस्छ हेल्थ यहाँ क्यारी यसले क्यारी गरौँ मलाई क्यारी भन्ने गोली छ उता क्लिन आइ कसरी हट्छ गेट अफ अब यसलाई मेरो खयाल राख्छ हजुर पनि लिन्न यस्तो यस्तै खोजेर मुड्की ए यो मुड्कीमा गऱ्यो भने यसलाई हान्छ अरे आइ यो पनि सुत्यो अब क्रस अब उठ्छ आइज मिस्टर जाउनु कमान हेर यार कमान म्यान आइरह वायो हामी सँगै जान्छौँ त्यतै आउँछ भयो क्यारी गरेर आफै कुद्छ यो त बस्दिन्छु क्यारी कुद आइ कुद्न रे कसरी कुदाउने कसरी कुदाउँछ नि यसमा गेट अफ भनेको झर्छ यो गाडी अब हेल्प भनेर खिच्नु त क्यारी गर्न आउँछ यो त अब कुदाउ यो होला मार्की आइ रुक रे अरे रुक रे पिटे मार्क गरेर नि त्यहाँ लान्छ तिमीलाई हाम्रो कता मार्क गरेर त्यतै चिट लाग्छ ए रेड कलर मार्क गरेर नि यहीँसम्म पुगाइदियो यसले त अब त्यसलाई हजुरले लिनु गइरह सायद कमन हेलो म्याम कमन म्यान दुईजना बस्न मिल्दैन यसमा है पसेर हजुरको लागि पनि खोजिदिउँ मल त लाग्यो यो के हो भनेर है मल लागेको यसले पनि हामीलाई मार्छ होला भनेको मल त्यसमा थिचेको अनि यो यता के आइसक्यो यो फिस्ट भनेको चाहिँ के गर्छ यसले ए फिस्टमा खिच्यो भने हुन्छ यसले ओइमा छातीमा मान्छे आयो मार्दियो हेल्प मी हजुर त्यहाँ हेर्नु है पापा मर्नु भयो सायद मार्यो कताबाट हान्यो बिचार चाहिँ मन मर्यो सेट मार्यो नि खै हेरौँ त एकचोटि कोमा होइन तीनजना कसरी आयो त हामी पनि तीनजना भयो नि त त्यसले त हटाउनु अब नेक्स्ट इयर मैले कति बेरसम्म बनाइरहेको छु मैले कस्तो हान्नै नसकेँ क्या त्यसलाई मलाई बचाउँदा त्यसले पनि गोत्यो होला त्यसको हेल्थ कम होला अनि त्यो पनि मऱ्यो म पनि मरी ए म मर्छु त त्यो पनि मर्दिन्छ हिरनवाला फोटो बनाऊ
कति पर्सेन्ट 89 क्रस हट ना अरे हट रे हट ना हट रे कस्ता त्यसरी हो अब खुल जा सिम सिम गयो आइ रेडी दुईजना लगाउनु चारजना लगाउनु त्यो दुईजनामा आउँदैन होला फेरि आउँछ तर गर्नु आपकी वार्ड घंटी में फुके में घंटी में यो रोड आज यत्रो शान्त कसरी छ के दुईटा रहेछ नि कति छिटो बापरे बाप कति बेर भयो मलाई यो बनाउँदै यता 16 मिनेट कति यसमा अब आवाज पनि आउँछ कि मैले बोलेको मलाई अब त्यो थाहा छैन नि त कसरी बोल्छ नानीहरू अहिले ठ्याक्क थाहा पाइरह हेर्नु पर्छ त्यहाँ अब सबजनासित लाइक सब्सक्राइब हान्न लगाउँछु युट्युबमा ल दुई नम्बर छ नि त हामी दुईजना ल ल म त यहाँ छु त बाबा ए ठ्याक्कै हेर्छु नेट किलो चलेकै यो मोबाइलमा मैले चलाउनु अरे होइन त्यो छुट्टा छुट्टै क्या 100 लेभल कहाँ 100 लेभलको मर्नी वाट मऱ्यो अब त सबजना 100 कहाँ मर्नी मऱ्यो बाटो त हामीलाई अघि नहानेको त्यो थियो नि मान्छे त्यो पनि 100 को लेभलको होला अब रेडी 1 2 3 गो हट्टीमट्टी अरे सरासटी रेडी 1 2 3 गो हट्टीमट्टी अरे सरासटी फेरि ह्याकर आइदिरहेको यो गेममा त्यही त अस्ति र पहिलातिर हजुरको त्यो गेममा ह्याकर आइदिएर अनि हजुरले त्यो पोस्ट हालिदिनु भयो नि मर्जिरहने कन्ट्रोल 18 मिनेट भयो मलाई बोलाउँदा गाइजहरू फुल थाहा थियो त कस्तो ड्यामेज हानेको अस्ति न उठ्यो मम्मी हमला तेरे भैंस की टांग तल आउनु भैंस की टांग की फायर म जो सानो हेर्छु हजुर त्यो ठुलो हेर्नु न म मर्ने भयो अब हेल्थ छैन म अन्य हेल्थ छैन हौ मसितै हेल्थ छैन के नबस्नु कि ठुलोवाला पनि मऱ्यो मलाई हेल्थ चाहियो यहाँ हजुर त्यहाँ सानोवाला नि छोडेछ भन्नु छिटो है कहाँ गयो ल एमै छैन यार ल एमै छैन ल मसित ग्रोजाको अरू यसको छ र
ए दुवैजना सेम बन्दुक लिएर छ अब यसको बन्दुक खोज्छु बन्दुक गोली यहाँ ओपन गर्छु यता के चाहिन्छ त यताबाट दिनु ऊ यहाँ बन्दुकहरु पनि छ रहा मैले त यो बन्दुक लिएँ यहाँतिर थियो मैले बन्दुक चाहिँ आएन म हिँडेको आवाज हो क्या कति पनि म हिँडेको आवाज कस्तो भने मर्न आँटेको हामी त पाइसके हामी 3 जना थियौँ के त्यो 3 जना फुल थियो त्यो दुईटा सानो थियो अनि एउटा ठुलो थियो के पर्दैन मसितै हेर्छ मैले सानोलाई चाहिँ टपकाइदिएँ ठुलोवाला टपकाउन गाह्रो भयो ऊ पैसा 2 रुपियाँ पाएँ मैले चलो भाइहरू 21 मिनट भयो भाइ मान्छे आउँदैन त यार स्कुलमा अर्को ठाउँ जाउँ है बाइक हो क्या बाइक पऱ्यो हरि बस भाग्नु पर्दैन हामी जन्मेछ त्यो त थाहा छ खै आएन त त्यो ऊ यता आउनु न यो कुन चाहिँ ठाउँ हो छिटाउनु यतातिर धेरै लुट होला यस्तो ठाउँ के लुट्नु सबै यता छ है चाहिँदैन यहाँ पनि फुलहरू आयो है त्यो मान्छे मलाई चाहिँ हान्दिन्छ हौ मलाई पनि हान्दा मरे कतिजनाले हान्नु यार 3 जनाले हाने मैले तिनटै फुल मार्यो अनि एउटा मान्छेले मारे दुईटा थियो फुल चाहिँ एउटा मान्छेले मारेर 3टा भयो नि त कतिजनाले मार्नु यार म त मारे थाकिसक्यो आफू ल छिटाउनु यहाँ के त म त भित्र छिटाउनु न म त छिर्न आँटेको थिएँ दुवैजना सँगै जाउँ न ग्रोजाको 32 वटा मात्र गोली छ यार मसित हजुर पुगे पनि सके म पनि आइरहेको ल अड्डाएर छ है उही म त क्या भन्नु तल चाहिँ झर्न आँटेको म त नेट स्लो चलेर म लड्ला भनेर डर भयो क्या ए यो हाम्रो च्यालेन्ज हो यो अब हामीले त्यहाँसम्म पुगेर त्यो खोल्नु पर्छ के न के पाउँछ हामीले छिटो जाऊ दुवैजनाले पनि पाउन सक्छ होइन सायद अब जा यो ढोका खोल्नु
ओपन अघि ल कता छिरेर हामी ल बन्द छैन जानु मिल्छ मिल्छ सिलेक्ट एरिया ल ओपन मैले त यो खोली यो यता त्यो अब के हो अब के छ मैले त्यो किन के चाहिँ खोली पछि यता जाउँ न म यता यता यहाँ पछिल्लो यो पतेन किन जाउँ भने मैले त अब त्यहाँ खिच्ने पतेन किमा त झऱ्यो ए यहाँ बम झरेर राख छिटो अर्को ठाउँमा जाऊ तिमी कहाँ छौ ऊ म यहाँ झर्ना छु हजुर चाहिँ कता हुनुहुन्छ ऊ म हजुर मभन्दा अगाडि छ नि यार ल रेड बम झर्छ अब घरतिर गाडी खै गाडी यो के थियो के म त अर्को ठाउँ छु म हेर बस्छु भर्खर गाडी देखेँ मैले कहाँबाट मलाई हान्दै यार मान्छे ऊ यहाँ तल छ के माथि आएर हान्दै मलाई आफै रिभाइभ हुन्छ म पनि मरि तिमीलाई हान्थ्यो त्यो उड्नेवाला छैन त्यसले आयो के त्यो हामी कहाँ जान्छ अब त्यहाँ पोतेङ्कीमा नजाउँ त्यही जाने ए म त त्यहाँ नजाने ऊ यहाँ जाउँ मैले मार खानेको ठाउँ जाउँ कस्तो भने त्यो मैले पाएको थिएँ नि त्यसले किन के हुन्छ थियो के मैले लिएको त्यो ग्रिन कलरको है त्यो गरेर रिभाइभ भयो नि त हामी लिएको भएर होइन भन्नाले मैले त्यो लिएँ किन अघि न हामी यहाँ झर्ने बेलामा थिएन है धन्नले पायो नि त त्यति दुईजनाले पाउँदो रहेछ नि त त्यति भयो मैले लिएँ ल मान्छे झर्छ होइन देख ल कति छिटो खुरा आएको झन् टाढो झऱ्यो नि त मान्छे मान्छे आएको हो मान्छे आएको ए मलाई लाग्यो मान्छे चाहिँ आयो एकछिन एकछिन गाडी पुऱ्यो ल यता लुटिसकेको छ नि कसले ए लुट्नु ठाउँ छैन खै कता माथि किन हजुर चाहिँदैन अब यो चाहिँ पाइ यसको आर्मो चाहिँ छैन यसको यहाँ पनि रहेछ उन्डुवाला है 40 हुन्छ अब खोज्यो अहिले फेरि खोज्छु म हेरिकन जम हान्दिन यार मैले भन्नाले भन्ने उही और मैले यसमा खिच्नु पर्छ होला के त्यो बाँकी जनालाई आएछ फ्लाइ अप डाउन कताबाट हान्छ हा म हो म त्यहाँ माथि गएर फेरि कुदेर आऊ के यो मैले खोले हो जस्तो
हो उठ्या हा अरे 2 किल स्नाइपरको यहाँ स्कोप थियो मेरो ब्यागमा खा स्नाइपर हुनु पर्यो नि यहाँ एकछिन हैन निकाल निकाल त अघि नै गएको होइन हामी फेरि जाउँ न त एकछिन चलो कति स्लो हो ये त्यही त अघि नै हामी गइसक्यो नि त अघि नै हामी यता आएको होइन ल यो छुट्टै ठाउँ हो आएको छैन यसमा चाहिँ ग्रेनेड छ मसित हान्दिउ यो होला यता घरमा लगाइदिन्छु अनि ब्लास्ट हानिदिन्छु गाडी पाइब नि बाइक कता जाने पचिङ्कीमा जाने अब ड्रप झर्दा सायद ड्रप झर्छ सायद गाडी 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 उता सिधा मान्छे आएको थियो भर्खरै जाने नजाऊ ऊ ड्रप धेरैजना होला नि त फेरि कस्तो हिँडिराख यहाँ कताबाट हिँडिराख ल कता क्याम्पर यहाँ हिँडिराख के म यहाँ माथि छतमा छु कता खाने हजुर कुन चाहिँ त्यतै बस तिमी त्यतै यहाँ भित्र बसेर मलाई रिभाइभ गरेर नसुन्नु आएर हुन्छ मेरो दिल धुकधुक भइरहेको ओए मलाई बस्नु पर्यो क्याम्पहरू थियो त्यहाँभित्र पनि छ मैले बम हाने नजानु माथि छ त्यो माथि क्याम्पर हो क्या त्यो हाल मार्यो छिटाउनु न ड्यामेज छ क्या त्यो ड्यामेज छ ड्यामेज रिभाइभ पोइन्ट पनि गयो पछिनु ऊ यहाँ माथि छ मैले त्यसलाई ड्यामेज चाहिँ दिएको थिएँ धेरै ड्यामेज दिएको थिएँ त्यसलाई क्याम्पर गरेर बसिरहेको मैले भनेको थिएँ नि त लुकेर बसेर नजाऊ होइन म यस्तो लुकेर चाहिँ गइरहेको थिएँ त्यति बेला ढङ्ग हान्थेँ कि मैले देखिराखेको थिएँ मलाई थाहा खाइ यहाँतिर यतातिर बसेर ल हजुर पनि मरे अर्को मान्छेहरू आयो नि त कति हान्ने होला कस्तो क्याम्पर हो यो ह्याकर हो कि
त्यो पनि मर्छ अब ऊ त्यहाँ आएको छ हो ह्याकर र यही 000 ह्याकर र यो सबै 0 हो अब पोस्ट हान्दियो मलाई त ह्याकर हो के पुरै देख्यो मैले ठ्याक्क भने थिएँ नि यसमा हाँका लाउला भने हाँकरै आइदिरा रेट म्यान यो है यो को एक सेकेन्ड यो गुगल शर्मावालाहरूले खेलेर होइन भनेपछि यो धेरै किल मैले गरेर 2 किल गरेर खाली मैले अनि हातै दुख्दैन नि कामी यहाँ कामेरो पनि बसेको मान्छे काम कामे दिल दुख्दु भएको छ किन दिल दुख्दु भएको म हजुरको ठ्याक्क त्यहाँ रिभाइभ गरिरहेको थिएँ नि त्यसलाई मान्छे आएर मार्दैन भनेर डर लागेको मलाई म पनि खेल्दिनँ नि ओके बाई गाइज ओके बाई